ल आज बनाऊ है त गाउँघरमा निकै लोकप्रिय र स्वादिलो सिस्नोको तरकारी। सिस्नो भनेपछि पोल्छ भनेर नचुक्किनुस् है। यो स्वादिलो मात्र होइन, पोषक तत्त्वले भरिपूर्ण हुन्छ। यदि हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोस् है। सबैभन्दा पहिले हामी सिस्नो टिपेर ल्याउँछौँ। सिस्नो टिप्दा हात नपोलोस् भनेर सावधानी अपनाउनु पर्छ है। अब टिपेर ल्याएको सिस्नोलाई पिठो राखेर राम्रोसँग सफा गर्छौँ। यसरी पिठोले मल्दै सफा गरेपछि सिस्नोमा भएका फोहोर र अनावश्यक कुराहरू राम्ररी हट्छन्। अब आगो बालेर पानी तताउन राख्छौँ। पानी राम्रोसँग तातिसकेपछि सफा गरेको सिस्नोलाई त्यसमा हालेर राम्ररी उमाल्छौँ। सिस्नो राम्रोसँग उम्लिसकेपछि यसमा थोरै थोरै पिठो राख्दै खोड्छौँ। पिठो राखेर यसरी खोड्दै जाँदा सिस्नोको टेक्स्चर अझै राम्रो हुँदै जान्छ र खान अझै धेरै स्वादिलो हुन्छ। अब सिस्नो राम्रोसँग तयार भएपछि अन्तिममा मेथी, लसुन र खुर्सानीले झान्छौँ। मेथी, लसुन र खुर्सानीको सुगन्ध आएपछि त झन् सिस्नोको स्वाद नै बेग्लै हुन्छ। ल है, यसरी नै झन्झट नगरी गाउँमै पुरानो तरिकाले बनाएको हाम्रो स्वादिलो सिस्नो तयार भयो। तातो भातसँग सिस्नो खानुको मजा नै बेग्लै हुन्छ। तपाईहरूले पनि एकपटक अवश्य बनाएर हेर्नुहोस् है। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। साथै च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोस् है।